Hello guys, Namaste, welcome back to my YouTube channel Smriti Garungal. अहिले सबैजना सन्चै आरामै हुन्छ होला मस्त व्यस्त हुन्छ होला म पनि सन्चै आरामै छु र मस्त व्यस्त नै छु सो गाइजहरु यो चाहिँ हामी चाहिँ यो सेकेन्ड डे हो म गाउँ आएको चाहिँ सो गाइज भ्यू चाहिँ यस्तो रमाइलो छ नि गाइज मैले रोक्न सक्दैन हौ मैले बिहानको भ्यू के यहाँ खै के धुवा के छ समथिङ आकाश होला के खै यस्तो कुहिरो हो भने जस्तै कुहिरो हो सो गाइज मैले रियलमा हेर्दा चाहिँ छ के गाइजहरू मैले जङ्गलको बिचमा छ गाइज के गर्नु अनि यहाँ चाहिँ विकास भए चाहिँ यही मात्र हो उतानिरसम्म अलिकति तलसम्म मात्र हो के छैन अनि मैले मेकअप मात्र गरेको छु लुगा लगाएको छैन सो अब लुगासुगा लगाएर अनि निस्किसक्नुपर्छ हामी मैले केही पनि खाएन अनि उ गरेर अनि म उता गएर आएपछि खान्छु अनि खै के हुन्छ कस्तो हुन्छ एक्साइटेड अनि हिजो राति सुत्यो तर पुतलीले सुत्नै दिएन सो गाइस लु गाइजहरू होइन पाठी जन्मेको छ भने गाइजहरू तल है हिजो बिहान भर्खर जन्माएको रे अनि आज मासुमा छु गाइजहरू कति एकचोटि कति के रुँदो रहेछ मैले आजसम्म त्यस्तो सानो त बोकेको थिएन है माइ गड साह्रै अब कति रुँदो थाहा भएन गाइजहरू मैले त्यति मेकअप गरेको होइन अनि माथि मम्मी जेठो मम्मी कराउनुहुन्छ तँलाई मेकअप जतिखेर नि फेस बिगार्नुलाई गर्दा आरेस के गर्नु अनि केही छैन अब यस्तै गराइरहनुहुन्छ सबजना अनि यहाँ चाहिँ सुन्तलाको र कागतीको बोट छ यो सुन्तलाको बोट जता सुन्तलाको बोट छ यो बाहेक यो चाहिँ कागतीको बोट र फेभरेट यसको लिप चाहिँ मलाई यस्तो मनपर्छ यसको स्मेल हाय हाय अनि रवि दाइको मूल घर छ है गाइजहरू रवि दाइको घर हो यो होइन भर्खर बनायो नि त सो रवि दाइको घर जग्गा पनि उहाँकै हो पछि सम्पत्ति चाहिन्छ नि त सो त्यो भएर यो छ अब यत्रो सानो छ घर भन्नु होला होइन अब यहाँपट्टिको खानदान सबैजना त्यो भएर यस्तो भएको चराहरूको के अरे भोलि क्या कति के लागेको भाइ मेरो अगाडि आइथियो भाइ अनि यहाँ तर चाहिँ खोला सो त्यो भएर खोला आउँछ अलिकति परै हो त्यो खोला चाहिँ देख्दैन यहाँबाट देख्छु त यार तर अहिले देख्दैन नि त गाइजहरू कहाँबाट देखाउँ यार म देख्दैन क्या सो कराइरहेको छ बाख्रा खै के गर्न जानु ठुल्केर जानु जस्तो छ अब उता गएर भेटौँ भाइ सो गाइजहरू रेडी भइसक्यो सबजना रेडी भइसक्नु भयो अनि गाइजहरू त्यति हो अब के गर्ने अब जाने अनि यहाँ कुहिरो लगाएर केही छैन अनि यहाँ टिकटक बनाएर केही छैन सो खै के गर्ने गाइजहरू अब जान्छौँ अनि त्यसपछि के हुन्छ सो अनि यहाँ चाहिँ मगर ड्रेस आएर बसेका छन् देवालीको दिन चाहिँ मगर ड्रेस लगाउँदा त भख मलाई सो गाइजहरू त्यही हो मम्मीहरू रेडी हुँदै हुन्छ मेरो मम्मी हो मेन रेडी भएको अब मेकअप गरेको थिएन नि त अनि रेडी हुँदै हुन्छ ठुल्बाबा लाग्छ खै के गर्नु अनि रवि दाइ र म जान्छु पहिला चाहिँ सो अब हामी निस्क्यौँ अब त्यहाँ हाइट छ त्यो कहाँ सक्नु ल यता गाइजहरू बोटको बिचबाट निस्क्यौँ हामी चाहिँ अनि यहाँ चाहिँ गोठा जस्तो के छ
तपाईँले म घर टुर गर्छु भनेको छु म एकछिनमा गर्छु क्या अहिले अलिक कुहिरो सुहिरो है रवि दाइले भन्छन् है के भन्नुहुन्छ रवि दाइ हेर बाबु भनेर नाच्छन् है त ल माथि नाच्दैछन् क्या मोज्छ उहाँहरूलाई त होइन अब हामी जान्छौँ है को छ उयो डर भ्लग त बनाउने नि जसरी नि यहाँनिर मेरो बिहेबियरले चाहिँ त माइन्ड नगर्नु होला होइन हस् अब म भिडियो बनाएर पठाएको न थाहा छ मलाई लाइट आउँदो रहेछ भाले होइन ओ गाइजहरू यस्तो उकालो छ यार लाइट चाहिँ लिनु पर्यो कुकुर रहेछ बोका कुकुर रहेछ बोका देखिरहेको थियो गाइस को मान्छे यहाँ लाज पो लाएर आयो त भिडियो बनाएर हाल्नु पर्छ नि गाइजहरू हामी चाहिँ आइसक्यौँ अनि यहाँ ल त अगाडि बाजा घन्टाउँदै गइरहेको छ बटो लिएर हामी चाहिँ पछाडि बस्नु भिडियो खिच्नु भनेर यसरी नाच्दो रहेछ मैले फर्स्ट टाइम देखेको त्यही नाच्छ मैले त रमाइलो हुँदो रहेछ है त गाइजहरू गाइजहरू हामी जाँदैछौँ सो हामी जाँदैछौँ दिदी भन्ने शब्द कसरी लिनुहुन्छ दिदी दिदी त मेरो भगवान हामी चाहिँ माथि डाँडा जाने हो क्या सो त्यहाँ मन्दिर छ होला मन्दिर हो क्या हामी मन्दिर जानु लागेको है डाँडा काटेर हामी मन्दिर जानु लाग्यो गड कुकुर त गयो अनि गाइजहरू हामी पुरै कुकुर आइरहेको छ त के हो यो कुकुरहरू अगाडि भएको कुकुरहरू चाहिँ कुद्दै कुद्दै अनि बोकाहरू त लगाइछौँ र हामी चाहिँ पूजा सुजा सकेर घरतिर तर्फतिर जाँदैछौँ अनि यहाँ चाहिँ लाइन वाइज लाइन छ गाइड गाह्रो छ यार बाटो अनि मम्मी अनि अहिले फेरि पूजा त्यहाँ सबै पकाइदिँदै गर्दैछन् अहिले पछि फेरि हामी यहाँ खाना आउनु पर्ने छ प्रसाद दिवालीको ल त गाइजहरू अनि म त पाठी बोक्छु मात्र बनाउँदो रहेछन् अरे तपाईँ अगाडि हुन्छ नि ल हेर्नु है त ल बोल्नु हामी यहाँ देवालीमा आएका यहाँ माथि डाँडामा है कस्तो रमाइलो भयो भने बाजा बजाएर बोक्नु मैले यसरी बोक्नु अनि बनाउनु कसरी भन्नु अब के भन्नु यसरी भन्दै जानु के भन्ने ल ठुमामीको ब्लग ल के बनाउँछ भन्नु हामी दिदी बहिनी सबै आएका छौँ यहाँ रमाइलो गर्नलाई रमाइलो भयो देवालीमा आएको हामी माथि डाँडा उक्लिएर अब झर्दैछौँ घर जाँदैछौँ अहिले पछि फेरि प्रसाद खान आउँछौँ के अरे एकछिन नाचगान गर्छौँ टिकटक बनाउँछौँ चिया खानु पर्यो घर घर छोरी आइछ छोरा आइछ सबैजना आइछन् रमाइलो भएको छ ल गाइजहरू म पनि भ्लग गर्नु लाउनु हामी दिदीको घर चौतारा देवाली छ देवालीमा आएको चौतारामा हामी देवाली गर्नको लागि डाँडामा चढेर त्यहाँ मन्दिरमा गएर सबै पूजा पाठ सबै गरिसकेर अब घरतिर जाँदैछौँ अब अहिले प्रसाद खाने बेला भएको छैन अहिले अब अलिक पछि नै हुन्छ अब घर गएर एकलट चिया खाएर अनि अलिक पछि आएर प्रसादहरू खानुपर्छ त्यसपछि हामी बेलुका रमाइलो पनि गर्नेछौँ साथीहरू हामीबाट केही भुल केही गल्ती भएको छ भने बनाउनमा माफ गरिदिनु होला
जस्तो जाने त्यस्तै बनाएका छौँ गाइस। यही नै हो हजुरलाई ढोक्दिया नमस्ते नमस्ते दर्शन सबै हजुरलाई खुसी लाग्छ कि नै? एकदम खुसी लागेको छ। ल घरमा गाइसहरू म घरमा दिवाली थियो घरमा आछु सबैजनालाई भेट भए रमाइलो भए यही भयो भन्नु न ए गाइसहरु लजाउनु भयो ला मलाई लाज लाग्यो कस्तो भयो त रमाइलो भयो त एकदम रमाइलो भयो कति खुसी लाग्छ त दिदी तर हामी चाहिँ तल के भन्छ उकालोबाट तल झरिसक्यो अनि अब घर आउनु लागिसक्यो अनि यस्तो थकेर आइरहेको छ मलाई हिजो के अरे बसमा बस्दा बसले उखाएर छ अनि यस्तो खुट्टा मेरो यस्तो दुखिरहेको छ झन् उसै यत्रो हिँड्नु पर्दा त झन् दुख्यो झन् कस्तो दुखिरहेको छ। अब राति सुत्नु सक्छौँ राति पनि त्यो पुतलीहरू आएर हुन्छ त्यो सानो पुतली हो त्यो पुतलीले सुत्नु दिएन खाना गर्छ खुवाउँछ सिरको यस्तो पनि गर्मी हुन्छ त्यही भएर अनि मेरो मम्मीहरूले चाहिँ भ्लग बनाउनु भयो कस्तो भयो कहाँ बनायो फेरि ए घर जाँदा चाहिँ त कहाँ रहेछन् भनेको गाइजहरू सो ल हाम्रो चाहिँ यस्तै छ। गाइजहरू यस्तो बाटोमा गाउँघर तर यहाँबाट भ्यू चाहिँ खत्रै लाग्यो है मलाई बिहान मात्रै कुहिएर आउँदा त सपरेट हाय हाय मैले केही भने जस्तो छ उकाल चलाउनु त कति गाह्रो मान्छे हामी आइपुग्यौँ घर हजुरहरूलाई मैले अघि नै घर देखाइसकेँ रुमहरू देखाएनौँ अब त्यो गाइजहरू यो गर्नु घर सानो भएपछि गाह्रो छ यार मरे गाइजहरू यस्तै छ। अनि यो पाएँ मैले चाहिँ सो पनि पर्छ मेरो लु गाइजहरू हामी फेरि बाहिर निस्किसक्यौँ झन् भ्लग एडिट गरौँ भने गर्नुपर्छ यो बेला चाहिँ कहीँ लगेन न आज चाहिँ हिँड्नु पऱ्यो अरे गाइजहरू भ्यू हेर्न सक्नुहुन्छ वा यस्तै अवस्था भ्लग एडिट गरेर थिएँ पागल हुन्छ यार भ्लग एडिट गर्दा यस्तो अप्ठ्यारो गाह्रो छ क्या एडिट गर्न अनि अलिकति फनी बनायो भने हजुरहरूलाई रमाइलो हुन्छ भनेर गर्दैछु। सो गाइस भ्लग बनाएर पुरा कम्प्लिट भएपछि होइन हजुर यसो तपाईँहरूले सोच्नु भयो होला है गाउँमा नेट छ कसरी सोध्नु भयो होला। सो त्यो चाहिँ हाम्रो के भएर भन्नु त दादा जाने सो त्यही गऱ्यो डाटा फाइनल गरेको सुत्ती भएर हामी जाँदैछौँ गाइजहरू जसो तसो गरिरहेको छु भ्लग हाल्नलाई होइन अब डेली भ्लग त हाल्न सक्दिनँ म। सो त्यही भएर अब कहिले काहीँको भए पनि हाल्छु तर आज र भोलि चाहिँ म फिक्स हाल्छु ल भोलि बिहान हाल्नेछु म अर्को भ्लग चाहिँ। सो अनि आज चाहिँ शनिबारको दिन छ मेरो भ्लग अलिकति ढिला आउँछ क्या सो त्यही भएर डोन्ट माइन्ड फर इट यो आज शनिबार हो पनि आइतबार नै आउन सक्छ क्या त्यस्तो हुन्छ होइन। सो त्यही भएर गाइजहरू हामी जाँदैछौँ खै के लिनु परेको रे दाइ पानी लिनु आएको हामी चाहिँ बाटोलीलाई सहयोग गर्न। सो गाइज अब के कसो हुन्छ हजुरलाई देखाउँदै गर्छ बाटो चाहिँ हिलोले लटपट्ट भयो अब यस्तो अवस्थामा किन्ने पैसाले आउँछ भाइ लुकाइछ गाह्रो छ यसो बोक्ने
जाने हेलो गाय देखो ना गाय देखो ना क्या है ये गाय देखो ना गाय देखो ना ल बाई बाई गाइस आजको लागि यति नै टाटा धन मेरो छैन नानी ज्यान मेरो यही हो सानी पर्छ मन पर्दैन धन मेरो छैन नानी ज्यान मेरो यही हो सानी पर्छ मन पर्दैन टिक्ने आँधी आन्ने यार यहाँ त के बर्बाद